अभिवादन। आज हामी नेपाली शेयर बजारको एकदमै आधारभूत तर महत्त्वपूर्ण पाटो हेर्दैछौँ। हो, प्राथमिक बजार र दोस्रो बजार। हो, प्राइमेरी मार्केट र सेकेन्डरी मार्केट। हामीसँग भएको जानकारीले मलाई लाग्छ आजको यो गहन चर्चा नै भनौँ, यसले यी दुई बजार कसरी चल्छन्, फरक के हो भन्ने अलिकति स्पष्ट पार्छ होला। विशेष गरी नयाँ लगानीकर्ताहरूलाई यो बुझ्न सजिलो हुन्छ। हो नि, सामान्य भाषामा भन्दा त शेयर बजार मतलब नेप्से मार्फत चल्ने भयो। यो भनेको कम्पनीहरूको स्वामित्व हैन, हिस्सा किनबेच गर्ने ठाउँ। ठीक हो, शेयर किन्नु भनेको त्यो कम्पनीको सानो मालिक बन्नु जस्तै त हो नि। हो, ल त्यसो भए सुरु गरौँ प्राथमिक बजारबाट। कम्पनीले पहिलो पटक पैसा कसरी उठाउँछ? मानौ न कुनै कम्पनीलाई पैसा चाहियो व्यापार बढाउन, उनीहरू सिधै लगानीकर्ता कहाँ आएर ल हाम्रो शेयर किन्नुस् भन्छन्। यो पहिलो बिक्री नै प्राथमिक बजारमा हुन्छ हैन त? हो, बिल्कुल। कम्पनीले सिधै लगानीकर्ताबाट पैसा उठाउने ठाउँ हो यो। यसका मुख्य 3 तरिका छन्। के हुन्थे? एउटा त भयो आइपिओ, मतलब इनिशियल पब्लिक अफरिङ। जब कुनै प्राइभेट कम्पनी पहिलो पटक शेयर जारी गरेर पब्लिक हुन्छ। यो त ठुलै कदम हो नि कम्पनीको लागि। हो त। अनि अर्को छ एफपीओ, फर्दर पब्लिक अफरिङ। यो चाहिँ पहिले नै नेप्सेमा लिस्ट भइसकेको कम्पनीले फेरि थप पैसा चाहिएर शेयर जारी गर्दा। पहिले लिस्ट भइसकेकोले। हो, अनि तेस्रो चाहिँ अलि फरक छ, राइट शेयर, हकप्रद शेयर। हकप्रद। यो चाहिँ कम्पनीले आफ्ना पहिलेदेखिकै शेयर धनीहरूलाई ल तपाईहरुको हक लाग्यो भनेर एउटा निश्चित अनुपातमा शेयर किन्न प्राथमिकता दिने हो। भनेपछि सर्वसाधारण लगानीकर्ताका लागि त आइपिओ र एफपीओ नै मुख्य भयो है? हो, प्राय त्यही हो। ल यसमा भाग लिन मतलब शेयर किन्न आवेदन दिन कि तयारी त गर्नुपर्छ होला नि? अवश्य पर्छ, यतिकै त पाइदैन। अनिवार्य चाहिने कुराहरू छन्। पहिलो त डिम्याट अकाउन्ट चाहियो। डिम्याट खाता, यो भनेको शेयर राख्ने खाता जस्तो? हो, तपाईको शेयर भौतिक रूपमा होइन कि विद्युतीय रूपमा जम्मा हुने खाता। अनि अर्को चाहियो मेरो शेयर अकाउन्ट। मेरो शेयर, यो त आजकल अनलाइन आवेदन दिने एकदम चलेको छ। हो, यो सीडीएससी मतलब सेन्ट्रल डिपोजिटरी सिस्टम एन्ड क्लियरिङ लिमिटेड ले चलाउने अनलाइन सिस्टम हो। आइपिओ एफपीओ भर्न सजिलो हुन्छ यसबाट। सीडीएससी ले अरु पनि काम गर्छ होला नि? शेयरको रेकर्ड राख्ने, कारोबार मिलाउने, सेटलमेन्ट सबै काम सीडीएससी ले नै गर्छ। अनि अर्को एउटा सीआरएन नम्बर भन्ने पनि चाहिन्छ। सीआरएन नम्बर? हो, आफ्नो बैंक खातालाई डिम्याट र मेरो शेयरसँग जोड्न। यी सबै बैंक वा ब्रोकर कहाँ गएर खोल्न सकिन्छ। अनि यो सबै प्रक्रिया नियम कानुन अनुसार चलेको छ कि छैन भनेर हेर्ने कोही त होला नि? छ नि, मुख्य नियामक निकाय भनेको सिबोन, सिक्युरिटीज बोर्ड अफ नेपाल। सिबोन? हो, धितुपत्र बोर्ड। उनीहरूले कम्पनीलाई शेयर जारी गर्न अनुमति दिने, लगानीकर्ताको हित हेर्ने, बजारको नियमन गर्ने सबै गर्छन्। अनि प्राथमिक बजारमा शेयरको भाउ नि? प्राथमिक बजारमा प्राय कम्पनीले अंकित मूल्यमा, फेस भ्याल्युमा, जस्तै 100 रुपियाँमा शेयर जारी गर्छ। तर आजकल त माग यति धेरै हुन्छ कि हो त 10 किता पर्ने मुस्किल। गोला प्रथाबाट 10 किता बाँडफाड हुन्छ, त्यो सामान्य भइसक्यो। ल प्राथमिक बजारमा शेयर पर्यो रे वा पहिलेदेखि नै बजारमा भएका शेयरहरू छन्, अब तिनलाई के गर्ने? कहाँ जान्छन् ती? हो, अब आयो दोस्रो बजारको कुरा, सेकेन्डरी मार्केट। प्राथमिक बजारमा जारी भएर नेप्सेमा सूचीकृत भइसकेका शेयरहरू लगानीकर्ताहरूले मतलब तपाईँ हामी जस्ताले आपसमा किनबेच गर्ने ठाउँ नै दोस्रो बजार हो। यहाँ कम्पनी सिधै आउँदैन। यहाँ कारोबार लगानीकर्ता र लगानीकर्ता बीच हुन्छ, ब्रोकर मार्फत। भनेपछि मैले आइपिओमा पाएको शेयर बेच्न मन लाग्यो वा अरू कसैले बेच्न राखेको शेयर किन्न मन लाग्यो भने म ब्रोकर कहाँ जानु पर्यो? हो, ब्रोकर कम्पनी मार्फत नेप्सेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम टिएमएसबाट कारोबार हुन्छ। अनि यहाँ त भाउ हरेक दिन फरक हुन्छ भन्छन् नि? एकदम, यो नै दोस्रो बजारको सबैभन्दा महत्त्वपूर्ण अनि रमाइलो भनौँ वा डराउलाग्दो भनौँ पक्ष हो। मूल्य हरेक दिन, हरेक क्षण परिवर्तन हुन्छ। किन त्यस्तो हुन्छ? प्राथमिकमा त 100 रुपियाँ थियो। यसका धेरै कारण छन्, तर मुख्य चाहिँ हो माग र आपूर्ति, डिमान्ड एन्ड सप्लाई। माग र आपूर्ति? हो,
किन्न खोज्ने धेरै भए बेच्न खोज्ने थोरै भए मूल्य माथि जान्छ, उल्टो भयो भने तल झर्छ। अरू कारण नि? अरू कारणमा कम्पनीको बारेमा आउने समाचार र हल्लाहरू। न्युज एन्ड रुमर्स हो, कम्पनीले राम्रो गर्यो, नाफा बढ्यो भन्ने खबर आयो भने मूल्य बढ्न सक्छ, नराम्रो खबर आयो भने घट्न सक्छ। अनि देशको अर्थतन्त्र, राजनीतिक अवस्था, नियमहरू यस्ता धेरै कुराले असर पार्छ। अनि कम्पनीले साँच्चैकै कस्तो व्यापार गरिरहेको छ भन्नेले पनि त फरक पार्ला नि? अवश्य, त्यो त दीर्घकालीन कुरा भयो। कम्पनीको वित्तीय प्रदर्शन, उसको भविष्यको योजना, यी कुराले अन्ततः मूल्यमा प्रभाव पार्छ नि। दोस्रो बजारमा कारोबार गर्दा अरू पनि त प्रक्रियागत कुरा छन् नि, होइन? जस्तो त्यो T+2 सेटलमेन्ट भन्ने सुनिन्छ नि? हो, त्यो एकदम महत्त्वपूर्ण छ। T+2 सेटलमेन्टको मतलब हो कारोबार भएको दिन, ट्रेडिङ डे T लाई छोडेर त्यसपछिको 2 कार्यदिनभित्र पैसा र सेयरको लेनदेन मतलब राफसाफ भइसक्नुपर्छ। 2 दिनभित्र? हो, किन्नेले पैसा तिर्नु पर्यो, बेच्नेको खाताबाट सेयर किन्नेको खातामा जानु पर्यो। यो काम पनि CDSC ले नै सहजीकरण गर्छ। अनि नाफा भयो भने कर तिर्नुपर्छ? नाफामा क्यापिटल गेन ट्याक्स CGT पुँजीगत लाभ कर लाग्छ। कति समय सेयर होल्ड गरेको थियो भन्ने आधारमा करको दर फरक हुन सक्छ। लगानीकर्ताले कमाउने चाहिँ कसरी त? मुख्य 2 तरिका देखिन्छ। एउटा त भइहाल्यो क्यापिटल गेन, पुँजीगत लाभ, सस्तोमा किन्ने, मूल्य बढेपछि महँगोमा बेच्ने। अर्को तरिका हो डिभिडेन्ड्स, लाभांश। कम्पनीले कमाएको नाफाबाट आफ्नो सेयर धनीलाई बाँड्ने हिस्सा। यो नगदमा क्याश डिभिडेन्ड पनि हुन सक्छ वा थप सेयर बोनसको रूपमा पनि। तर सबै कम्पनीले दिन्छन् भन्ने चाहिँ छैन नि फेरि। कम्पनीको नाफा र नीतिमा भर पर्ने भयो। अनि केही शब्दहरू पनि छन् नि, फेस भ्याल्यु, मार्केट प्राइस, पोर्टफोलियो। हो, फेस भ्याल्यु त अंकित मूल्य भयो प्राय 100 रुपियाँ, तर मार्केट प्राइस, बजार मूल्य चाहिँ त्यही दोस्रो बजारमा माग र आपूर्तिले निर्धारण गर्ने घटबड भइरहने मूल्य भयो। पोर्टफोलियो भनेको चाहिँ तपाईले कुन कुन कम्पनीको कति सेयर किन्नु भएको छ त्यसको संग्रह। लगानी संग्रह। सारमा भन्दाखेरि प्राथमिक बजार भनेको कम्पनी र लगानीकर्ता बीचको पहिलो कारोबार जहाँ नयाँ सेयर आउँछ। दोस्रो बजार भनेको चाहिँ ती सेयरहरू सूचीकृत भएपछि लगानीकर्ताहरूले आपसमा किनबेच गर्ने ठाउँ, जहाँ मूल्य चाहिँ हरेक दिन परिवर्तन हुन्छ। हो, र दुवै बजार चल्नलाई डिम्याट, मेरो सेयर, CDSC जस्ता पूर्वाधार र सेबोनको नियमन एकदमै आवश्यक छ। तर यहाँ एउटा कुरा चाहिँ बिर्सनु भएन जस्तो लाग्यो मलाई, त्यो हो जोखिम। एकदम महत्त्वपूर्ण कुरा। जसरी मूल्य बढेर नाफा कमाउने सम्भावना हुन्छ, त्यसरी नै मूल्य घटेर घाटाउने सम्भावना पनि त हुन्छ नि। हो, 100%। सेयर बजारमा जोखिम सधैँ हुन्छ। लगानी डुब्न पनि सक्छ। यो कुरा लगानी गर्नु अघि राम्रोसँग बुझ्नै पर्छ। आफ्नो जोखिम लिन सक्ने क्षमता कति छ त्यो हेर्नुपर्छ। आज हामीले उपलब्ध जानकारीका आधारमा प्राथमिक र दोस्रो बजारको एउटा खाका कोर्ने प्रयास गर्यौं। कसरी काम गर्छ, के फरक छ भनेर। आधारभूत कुराहरू केही प्रश्न भयो होला भन्ने आशा छ। पक्कै पनि। यो प्रक्रिया बुझ्नु त पहिलो पाइला भयो, तर अझ गहिरिएर सोच्ने हो भने एउटा प्रश्न मनमा आउँछ। के होला? बजारको यो दैनिक उतार चढाव, हल्ला, अनुमान एकातिर छँदैछ, तर लामो समयमा हेर्दा कुनै पनि कम्पनीको सेयरको वास्तविक मूल्यलाई चाहिँ केले डोर्याउँछ होला? के त्यो हल्ला मात्रै हो कि कम्पनीको भित्री क्षमता, उसको कमाई, उसको भविष्यको सम्भावना? हो, यो प्रश्नले त अझ धेरै खोतल्ने ठाउँ देखायो। यो आफैमा एउटा सोचनीय विषय हो। निश्चय पनि। खैर, आजको यो चर्चा पक्कै उपयोगी रह्यो होला। हामीलाई समय दिनुभएकोमा धन्यवाद। धन्यवाद। अर्को छलफलमा फेरि भेटौँला।